तोडिएपछि सबैभन्दा पहिला एट्याक केमा हुन्छ म तपाईलाई आजको दिन भन्दैछु। जब तपाईँ अनि हाम्रो परिवारको एकता तोडिन्छ, जब मण्डलीको एकता तोडिन्छ, सबैभन्दा पहिला केमा एट्याक हुँदो रहेछ? याबेस चाहिँ एउटा टाउन हो, सहर हो। राम्रोसँगले सुन्नुहोस्, इन्ट्रेस्टिङ घटना छ। जोसेफ भन्ने, युसुफ भन्ने मान्छे तपाईँले चिन्नुहुन्छ? तपाईँलाई थाहा छ यो मान्छेको जीवनबाट चाहिँ दुईवटा ट्राइब अनि एउटा ट्राइब चाहिँ मनेसे कुल हो। इजरायलीहरूको 12वटा ट्राइबमा चाहिँ एउटा ट्राइब चाहिँ मनेसे भन्ने एउटा कुल छ, जुन चाहिँ कुल चाहिँ नि यहाँनिर बसोबास गर्थ्यो। इजरायलीले एउटा ट्राइब्सहरूले नि एउटा सभा बोलाएको थिएछ, जस्तै यहाँनिर मिटिङ बोलाएको जस्तो नि समाजमा मिटिङ बोलाएको तपाईँ सबै आइदिनुहोस्। तर तपाईँलाई थाहा छ यो मिटिङमा को गइदिएन रहेछ? यहाँको मान्छे चाहिँ गइदिएन रहेछ। तर याबेस भन्ने ठाउँको मान्छे गइदिएन रहेछ। जब यहाँको मान्छे गएन नि, तपाईँलाई थाहा छ एकता चाहिँ नि यहाँनिर टुटिएको छ। जब तपाईँ अनि हाम्रो परिवारको एकता तोडिन्छ, जब मण्डलीको एकता तोडिन्छ, सबैभन्दा पहिला केमा एट्याक हुँदो रहेछ? पहिलो सामेल 11:2 सही मेरो मण्डली, मेरो प्रियहरू, यो एकदमै गहिरो कुरा। जब श्रीमान अनि श्रीमती बीचमा कोही बेला तपाईँलाई थाहा छ एकता तोडिने सम्भावना हुन्छ। जब छोरा अनि बाउको बीचमा एकता तोडिने सम्भावना हुन सुरु गर्छ, जब परिवार, जब मण्डली, जब समाज, हरेक कुरामा एकता तोडिन्छ नि सबैभन्दा पहिला एकता तोडिसकेपछि केमा एट्याक हुँदो रहेछ? नहासले तिनीहरूलाई जवाब दिए, एउटै शर्तमा मात्र म तिमीहरूसँग सन्धि गर्नेछु। म तिमीहरूको दाहिने आँखा निकालिदिनेछु र त्यसले इजरायलको पेट। अब अर्कै राजा र जब यो तपाईँलाई थाहा छ याबेस ठाउँमा जब यिनीहरूले क्याप्चर इन्भेड भनेर भन्छ, जब यिनीहरूले बहसमा ल्याए नि, तपाईँलाई थाहा छ यिनीहरूले डरले गएर हामी सन्धि गर्छौँ भनेर भने ठिकै छ, सन्धि गरौँ कि यसो गरौँ कि तिमीहरूको दाहिने आँखा चाहिँ छोडिदिन्छौँ म सबैजना। इजरायलहरूले बुझोस्, याद गर्नुहोस् है, जब एकता तोडिन्छ नि, जब यिनीहरू त्यो ठाउँमा आएन, मार्पा भन्ने ठाउँमा आएन, अनि यिनीहरूले इजरायलीको ट्राइबसँग एकता तोडिने, एकता तोडिसकेपछि यिनीहरूले सबैभन्दा पहिला शत्रु आएर यिनीहरूलाई पक्रिसकेपछि चाहिँ के गर्थे? सबैभन्दा पहिला चाहिँ तिमीहरूको म दाहिने, के भनेको छ? दाहिने आँखा हो, ठिकै छ, सन्धि गरौँ कि तिमीहरूको दाहिने, सबैजनाको पो, एकजनाको होइन। फेरि अब यहाँ कति ट्राइब बस्थ्यो एक्ज्याक्टली स्कलर्सहरूले भन्न सकेको छैन कि कतिजना छ तिमीहरूको हरेकजनाको दाहिने आँखा निकाल्छौँ भन्दैछ। याद गर्नुहोस् आँखा, मैले अघि भन्दा त्यो रिजनसँग जब एकता तोडिन्छ सबैभन्दा पहिला याद गर्नुहोस् है, तपाईँले आउनेवाला दिनमा सोच्नु भएको तपाईँको सपना चाहिँ नि शत्रुले खोज्दै गरेको हुन्छ। ताली नबजाउनु होला। जब अनेकता आउँछ आउनेवाला दिनमा तपाईँले भिजनमा पुग्न नसक्नुको लागि नि सबैभन्दा पहिला चाहिँ तपाईँको आँखा, तपाईँको दर्शनमा एट्याक हुन्छ। किन भन्दा याद गर्नु भएको छ, अनेकता आइसकेपछि चाहिँ नि तपाईँको दर्शन चाहिँ गुलमुलिन थाल्छ है। फेरि याद गर्नु भएको छ कि भएको छैन? धेरै पटक हाम्रो भित्र भिजन छ, हामी भित्र दर्शन छ, परिवारभित्र पनि दर्शन हुन्छ, किन हुँदैन? हुँदैन र? तपाईँले के गर्ने दर्शन छैन? छ नि त, होइन बुहारी? एलिसा र बुहारी मिलेर सायद एलियाको भिजन देख्छ होला, हाम्रो नानीलाई यसो गरौँ है बाउ भन्छ होला सायद बुहारीले, अनि एलियाले होइन आमा यसो गरौँ यसो गरौँ, दुईजनाको भिजन होला, बसेर कोही बेला गर्छ। तर जब दुईजनाकोमा चाहिँ नि अनेकता आउँछ सबैभन्दा पहिला आँखै घोचिदिन्छ आएर शत्रुले। अब तिमीहरूको ला भिजन, लु पढाउँछौ स्कुल तिमीहरूले, लु पढाऊ, लु आँखै घोचिदिन्छ। त्यहाँबाट स्कुल पढाउनु त होइन, नानी नजाउला आज भनिँदै हुन्छ, नानी कता आमा कता हो कि होइन भन्नुहोस् है, सबैभन्दा पहिला आँखा घोचिदिन्छ शत्रुले। म भन्दैछु अनेकता, याद गर्नुहोस्, जब हाम्रो जीवनमा अनेकता आउँछ नि, अनेकताले चाहिँ नि यो काम गर्छ। सबैभन्दा पहिला चाहिँ नि याद गर्नुहोस् है, एउटा कुरा चाहिँ नि चर्च, मैले भनिहालेँ, प्यारेन्टिङ्स, परिवार, दाजुभाइ, हरेक कुरा याद गर्नुहोस् है, सबैभन्दा पहिला चाहिँ आँखा घोचिदिन्छ। त्यसले गर्दै गर्दाखेरि चाहिँ नि धेरै पटक याद गर्नु भएको छ, त्यही भएर कति चर्चहरू एउटा ठाउँमा आएर अन्धा हुन्छ। वो तो अंधा हो गया, तो क्या देखेंगे वो आगे का क्या है, उसको कुछ भी पता नहीं है, उसको कुछ समझ में नहीं आता है। वो तो अंधा हो गया, क्या देखेगा वो आगे क्या है, खाड़ा है या वो क्या है, रोड है या क्या है, वो कुछ भी नहीं देखेगा। वो के हो, के देख्छ उसले? तँलाई त अन्धा भयो कि अन्धा धुन्दा त्यहाँबाट त्यो अन्धा भइसकेपछि त्यो यता त्यो त कोकला लाग्छ।
याद गर्नुहोस् है, धेरै पटक मैले चुरचुरी यो यात्रामा देखेको छु कन्यान चर्च। हामी त्यो ठाउँमा उभिन पर्छ। धेरै पटक नै शत्रुले हामीलाई यो ठाउँमा एट्याक नगर्छ। आमेन भन्नुहोस् न, आमेन आमेन। त्यसले गर्दा तपाईँलाई थाहा छ परिवारमा त याद गर्नुहोस् राम्रो जिन्दगी जाँदै गरेको हुन्छ, परिवारमा अनेकता ल्याइसकेपछि सबैभन्दा आँखै घोचिदिन्छ अगाडि। त्यहाँबाट सोच्दै गरेको हुन्छ कि एक्सले अझै लाउनु पर्यो भनेर, लाउनु त भत्काउनु मन लाग्छ त। अनि यसो गर्नु कि त्यो एउटा रुम भएको भत्काउँ पो लाग्छ त सबैभन्दा पहिले, किनकि आँखामै घोचिदिन्छ नि त। आँखामै घोचिदिइसकेपछि त्यहाँबाट मैले भने अरे तपाईँ अन्धा भइसक्यो, त्यहाँबाट त अझ अन्धा भइसकेपछि के हुन्छ सबैभन्दा डर लाग्यो अन्धा धुन्दा दिनु थाल्छ। त्यहाँबाट चाहिँ फेरि एउटा भनाइ छ नि त अन्धा धुन्दा, त्यहाँबाट चाहिँ ड्याम जतासुकै दिन थाल्छ कि त्यहाँबाट गाह्रो हुन्छ। धेरै मण्डलीहरू एउटा ठाउँमा आएर याद गर्नुहोस्, जब अनेकता हुन्छ, अनेकता आइसकेपछि चाहिँ नि याद गर्नुहोस् है, अनेकता आइसकेपछि आँखामा घोचिदिइसकेपछि चाहिँ मण्डली नै अन्धा भइसकेपछि, अगुवा नै अन्धा भइसकेपछि त्यहाँबाट अगाडि के हुन्छ देख्दैन, त्यहाँबाट जानु पनि सक्दैन, के हुँदैन। याद गर्नु सबैभन्दा पहिला चाहिँ नि आँखामा घोचेका परिवार भविष्य याद गर्नुहोस्। हाम्रो नानीहरू, हाम्रो जवान नानीहरू याद गरिराख्नुहोस्, याद गरिराख्नुहोस्। हाम्रो जवान नानीहरू, मैले जवानलाई चाहिँ भन्न पर्छ, यिनीहरू झन् पढ्दैछ, यिनीहरूले पनि बुझ्नुपर्छ। अब कुरा बुझेको छ, तिमीहरूले जहिले पनि एउटा प्रार्थना हुनुपर्छ। तिमीलाई थाहा छ मण्डलीमा, चर्चमा, परिवारमा, तिमीहरूको मित्रतामा जहिले पनि एउटा हार्मोनी, एकतालाई बनाइराख्नु तिमीहरूको प्रार्थना अनि तिमीहरूको निश्चयता हुनुपर्छ। आमेन आमेन। किन भन्दै गर्दाखेरि एकपल्ट जब याद गर्नु जुनै पनि कुरामा याद गर्नु है, जब हाम्रो युनिटी ब्रेक हुन्छ नि सबैभन्दा पहिला चाहिँ आँखामै हिर्काइदिनु, त्यहाँबाट त देखे ताकेर बुझी ताली बजाइदिनु, ठुलो ताली बजाइदिनु, ठुलो। शत्रुले शर्त राख्यो, ठिकै छ तिमीले अनबन गर्यो इजरायलीसँग, मलाई तिमीहरूको आँखा दिनुपर्छ, दाहिने आँखा। तर तपाईँलाई थाहा छ मलाई मजा लागेको, यिनीहरू फेरि पनि एकतामा फर्के। आमेन भन्नुहोस् न, फेरि पनि यिनीहरू युनिटीमा फर्के, यिनीहरूको आँखा निकाल्नु सकेन। मण्डली म तपाईँलाई आजको दिन नि म तपाईँलाई एउटा कुरा भन्न चाहन्छु, धेरै पटक जीवनको यात्रामा हाम्रो जीवनमा अनेकताका कुराहरूले धेरै पटक हाम्रो जीवनमा ढकढकाउँछ होला, यात्रामा ढकढकाउँछ होला। याद गर्नुहोस् त्यति बेला तपाईँले सोच्नुहोस् मैले यो दैलो खोल्नु हुँदैन भनेर। आमेन। किन भन्दै गर्दा मलाई मजा लागेको यो तपाईँलाई थाहा छ, यो याबेसमा भएको ठाउँको व्यक्तिहरूले कुरा बुझे। आमेन भन्नुहोस् न, आमेन। कुरा बुझे, यिनीहरूले नि याद गर्नुहोस् आँखा फुटाइ मागेन।